कैमरामैन जल्दी फोकस करो। हिना नहीं अरे मेरो चोला खोइ ओ चोला त वहाँ झरेछ चोला लिएर आउँछ जाऊ। अब हामी पनि हजुरआमासँग मकै खन्न जाँदैछौँ है। देख्न सक्नुहुन्छ हाम्रो मकैबारी। बिहानको घाम भए पनि निकै पोलेको छ है, त्यही पनि हामी छिटो छिटो मकै खन्दैछौँ। हामी मकै खनेर अघिभन्दा अलिकति अगाडि बढ्यौँ है। मेरो कोडालो पनि बनिसक्यो र हामी फेरि छिटो छिटो मकै खन्दैछौँ। अहिले भने म घाँस झर्न आएको छु है। हामी अहिले चाहिँ घाँस बटुल्न आछौँ, देख्न सक्नुहुन्छ। हामीले घाँस बटुलेर सकिसक्यौँ। म बुढीको लागि घाँसको बारी बनाइदिँदैछु र हामी बिस्तारै घाँस बोकेर पनि हिँड्दैछौँ है। देख्न सक्नुहुन्छ। घाँस काटेर अब घर आइपुग्न लाग्यो होइन। यहाँ हाम्रो देख्न सक्नुहुन्छ। हिँड नै हिँड कि कैमरामैन जल्दी फोकस करो। भोलि छत ढलान भएको कारणले हामी आज वायरिङको लागि पाइप राखिरहेको छौँ। देख्न सक्नुहुन्छ। हाम्रो भिडियो के कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नुहोला, साथै सब्सक्राइब गर्नुहोला। धन्यवाद।